हेलो हेलो, के छ तपाईँहरूलाई? स्वागत छ मेरो च्यानल द न्युट्रल वानमा, जहाँ चाहिँ म कहिले पनि न्युट्रल हुँदिनँ। किनभने एउटा साइड त लिनु पर्यो नि त केटा हो। न्युट्रल भनेको नाममा मात्र हो क्या, तिमीलाई थाहा छ कि छैन? अनि आज हामी कुरा गर्नेछौँ कसरी बार्सिलोनाले पिट्यो, हगायो, मुतायो, छेलायो त एथलेटिको म्याड्रिडलाई। अनि त्यस पछाडि मैले हिजो भनौँ न प्रिमियर लिगको दुई तिनवटा म्याच पनि हेरेको थिएँ। तिनवटा त भन्दैन, दुईवटा हेरेको थिएँ। एउटा चेल्सीको, जहाँ चाहिँ मैले लास्टतिर हेरेको थिएँ, जहाँ उनीहरूले गोल खाएको थियो एउटा, होइन? अनि त्यस पछाडि हामीले म्यान्चेस्टर युनाइटेडको मैले चाहिँ पुरै म्याच हेरेँ क्या। म त्यति बेला भिडियो ठ्याक्क बार्सिलोनाको म्याच सकिने लास्ट 80 मिनटमा सुरु भएको थियो उता म्यान्चेस्टर युनाइटेड क्या। मैले त्यहाँ हेरेँ र भिडियो बनाउनुको साटोमा त्यही म्याच हेरेँ अनि सुतेँ क्या। र कसरी सेस्कोले 2 गोल लाग्यो, सेस्को आइक्यू लेभल कति खतरा रहेछ त, त्यो पनि कुरा गर्नेछौँ हामी। सबसे सुरुमा त हामी कुरा गरौँ बार्सिलोनाले कसरी धोयो त एथलेटिको म्याड्रिडलाई। एथलेटिको म्याड्रिड होइन, एथलेटिको क्लबलाई, एथलेटिक क्लबलाई। र कुरा गर्नुपर्दा नै म्याचको कुरा गर्नुपर्दा चाहिँ सुरुको 10 15 20 मिनटैसम्म भनौँ न, 20 मिनटसम्म नै लास्टले अप्ठ्यारो पारिरहेको थियो बार्सिलोनालाई खेल्न। किनभने उनीहरूले लास्ट नै दामी ब्लकमा बसिरहेको थियो, मिडफिल्ड उनीहरूले कर्नर दिएको थिएन भनौँ न। फ्रेङ्की डियोङ र पेड्रीको म्याच त्यति राम्रो गएको थिएन त्यति 10 20 मिनटमा। र मलाई मनपर्ने पनि लागिरहेको थियो किन एरिक गार्सिया चाहिँ स्टार्ट गर्दो रहेछ त फ्रेङ्की डियोङमा। त्यो भन्छु भन्दै थिएँ टिकटकमा, होइन? यदि त्यो म्याच नराम्रो गएको भए म भन्थेँ क्या, किन फ्रेङ्की डियोङको साटो किन एरिक गार्सिया स्टार्ट गरेको त भनेर भन्थेँ कि। तर अब भएन, त्यो खत्रै खेल्यो। र सुरु गोलको कुरा गर्नुपर्दाखेरि फरान टोरेस कति टाइम दियो क्या। त्यो रुनीले पास दिन्छ त्यो फर्मिन लोपेस, र फर्मिन लोपेसलाई पनि टाइम पुरै पायो क्या, बक्सभित्र पुरै टाइम पायो। त्यो मैले सोचेको थिइनँ कि यो एथलेटिक क्लबले जसरी खेलिरहेको थियो नि फर्स्ट 20 मिनटमा त्यति धेरै टाइम दिन्छ भनेर। अनि त्यो एथलेटिक अनि ठ्याक्क फेरि फर्नान टोरेसलाई पनि कति धेरै टाइम, केही पनि गरेन क्या उयो मान्छेहरूले, क्या त्यसको वरिपरिको डिफेन्डरहरूले पनि केही गर्न सकेन। त्यस पछाडि फर्नान टोरेसले गोल लगाइहाल्यो। फर्नान टोरेसले पनि आज अलिकति होल्डअपहरू त गर्दै थियो, अरू बेलाको जस्तै त्यो गुइए त खेलेको थिएन। र आज केटा हो हाम्रो जिराट माल्दिनी पनि खेलेको थिएन आज। तर मलाई त्यो चाहिँ दुःख लागिरहेको थियो यार। एरिक गार्सिया खेल्यो के छैन, तर पनि एरिक गार्सियाले पनि टप गेम खेल्यो। र सुरुमा चाहिँ त्यो लाइन ब्रेकिङ पासहरू हुन्छ नि, जस्तै कुबार्सी, कुन्डे, पेड्री र फ्रेङ्की डियोङबाट चाहिँ भएको थिएन क्या। र फर्मिन लोपेज पनि यता ड्रिफ्ट भएर चाहिँ खतरनाक खेलिरहेको थियो। रुनीको त रुनी भइहाल्यो नि यार, खतरा यस्तो गरेको थियो क्या। त्यो डोकुले कस्तो कस्तो गरेर त्यस्तोहरू गरेको देखिँदै थियो। क्रसेसहरू हान्न खोज्दै थियो र हान्यो पनि। र राफिन्या त के भन्नु केटा हो, राफिन्या टप गेम पुरै। 29 वर्ष पुगिसकेको छ यार राफिन्या। आमा 2 गोल हालेछ भाइले। अनि भाइ त के भन्नु भयो यार, हाम्रो दाजुले 2 गोल हाल्नुभयो, एसिस्ट पनि दिनुभयो, के नै गर्न सक्दैन क्या। राफिन्या भएन भने बार्सिलोना कहाँ हुन्छ होला क्या, मुनी हुन्छ होला क्या बार्सिलोना। र मैले सोचेको थिएँ कि एथलेटिक क्लबले केही न केही राम्रो त खेल्छ भनेर, र चान्सेस पनि देखिरहेको थियो। इनाकी विलियम्सले आज अलिकति भए पनि राम्रो गेम खेल्यो, होल्डअपहरू फिजिकलिटी देखाउँदै थियो। र उसले यो सेन्सेट भन्नेले एउटा दामी चान्सेसहरू मिस गर्यो। र म्याच बढ्दै बढ्दै जाँदाखेरि जब 50 मिनटमा 5 गोल लाग्यो नि, मलाई लागेको थियो कि यो त 8 गोल 9 गोल पनि हान्न सक्छ भनेर। तर हाम्रो बार्सिलोना टिमले अलिकति हानेन। र सबैको यहाँ गोलहरू देख्न सक्नुहुन्छ, म सबैको कुरा गर्दिनँ। अब गोल लागेको तपाईँले हाइलाइटमा हेर्नुभयो, अब के कुरा गर्नु क्या त्यसको। र यहाँ यसो स्टार्टको हेर्नु पर्दाखेरि चाहिँ फर्स्ट हाफमा हेर न, 80% छ क्या। अलिकति छुनु पनि पाएन, बल छुँदा पनि यिनीहरूले केही पनि गरेकै थिएन, पासेसहरू मिलेकै थिएन। तर ओही एक्सपेक्टेड त झन्डै 2 को रहेछ यार, झन्डै 2 गोल त लाउनु पर्ने रहेछ। ओही 2 को एक्सपेक्टेड एक्सजीमा 5 गोल लाउनु भनेको बार्सिलोना इज ब्याक केटा हो त भन्नु पर्दैन होला। अब एथलेटिक म्याड्रिड पऱ्यो भने त जित्छ सियोरै, तर रियल म्याड्रिड पऱ्यो भने चाहिँ अप्ठ्यारो हुन्छ है। मैले यहाँ खोजेर राखेको थिएँ, होइन राख्नु त पर्थ्यो कि। मैले त्यो पास्ट कोपा डेलले होइन, कोपा डेलले होइन, के अरे सुपर कोपा स्पेनियाको विनरहरू हेर्दाखेरि नि 2012 13देखि चाहिँ नि कोही पनि एउटा कन्जिक्युटिभ विनर चाहिँ भएको रहेन रहेछ।
एकचोटि बार्सिलोना रियल मेड्रिड एथलेटिक मेड्रिड एथलेटिक क्लब त्यस्तरी हुँदै हुँदै गएको रहेछ र मलाई डर छ कि अर्को पालि अब जुन यसको फाइनल हुन्छ नि त्यो फाइनलमा चाहिँ अब बार्सेलोनाले हार्छ भनेर डर छ तर तर पनि ह्यान्सिफ्लिक हो यार ह्यान्सिफ्लिक जे पनि गर्न सक्छ र मलाई आश छ कि खतरनाक म्याच चाहिँ हुन्छ भनेर आश छ केटा हो र अब अर्को म्याचमा हेरौँ जुन म्याच चाहिँ थियो मैले प्योर हेरेको भनेको म्यान्चेस्टर युनाइटेड भर्सेस बर्नली यसमा चाहिँ सुरुमा हेडेनको ओन गोल आएको थियो यार त कसरी लाग्यो यार अलिकति अनि त्यस पछाडि एन्टोनीको खतरा गोल आएको थियो ओए म त यार फिदाइ भयो यार एन्टोनीले यस्तो गोल आउँदाखेरि पुरा सोको लाइफमा म हेर्दै थिएँ होइन हाँस्दै थियो एन्टोनी आउँदाखेरि पुरा उसले सोचेको होला म्यान्चेस्टर युनाइटेडको एन्टोनी आयो भनेर सोचेर हाँस्दै थियो होला लास्टमा त एन्टोनीले गोल आइदियो नि खतरनाक अनि त्यस पछाडि सेस्को ओए सेस्को आज सेस्को म्याच हेर्दाखेरि नि हालान्डको सेनुभाइ खेले जस्तो छ क्या मुभमेन्टहरू अलिअलि हालान्ड जस्तै थियो तर अलिकति फिनिसिङ पनि थियो भनौँ न आज त फिनिसिङ पनि थियो क्या अलिकति होल्डअपहरू जुन हालान्डले इम्प्रुभ गरेको छ नि त्यो चाहिँ छैन अब कम्पेयर पनि कोसँग गर्दैछु क्या म सेस्को जसले चाहिँ 4 गोल हालेको छ हालान्ड जसले चाहिँ 20 गोल हालिसक्यो क्या तर उता केटा हो म्यान्चेस्टर सिटीको पनि ड्रप भएछ पोइन्ट र यहाँको लाइनअप हेर्दा मलाई चाहिँ एउटा के छ भने नि दुःख भनेको नि उही 4-2-3-1 थियो र हिजो ब्याक 3 बनाइरहेको थियो यिनीहरू 3 जना डालोट अगाडि कुदिरहेको थियो यो पनि विङ ब्याक थियो त्यो कस्तो देखाएको है यसले यार उगारतेर कासामिरोमा यिनीहरूको फल्ट के हो के यो दुइटा डिएम खेलेको छ कि एउटा पास रोक्न सक्दैन क्या यहाँदेखि यिनीहरूले यसले अब एस्तेबे के हो नाम बुझिनँ मैले होइन यिनीहरूले लाइन ब्रेक गर्दैछ हरेक पासमा अनि दुईजनाको बिचबाट साइडबाट गएको के छ पास ठ्याक्को अगाडिको प्लेयरलाई यसलाई पास पाइरहेको छ क्या उसले दुईटा यस्तो खतरनाक डिफेन्डर हुँदा पनि कस्तो पास चाहिँ रोक्न नसक्यो क्या यो म्यान्चेस्टर युनाइटेडको प्लेयरहरूले त्यो चाहिँ मलाई जहिले दुःख लाग्छ क्या अरू पनि भनौँ न राम्रै खेल्यो डोर्गोले आज क्रस चाहिँ हान्नु केटा हो डोर्गोले आज क्रस हान्न सिकेछ अनि ब्रुनो फर्नान्डेजको वापसी भएर उसले दामी कस्तो मिडलबाट दामी मैले फर्स्ट टाइम देखेको होला सेस्कोलाई त्यस्तो बल पाएको क्या पहिला त ठ्याक्क के गर्थ्यो भने लग्थ्यो जस्तै उगार्तेले अगाडि बल लगाइरहेको थियो भने सेस्को अगाडि कुदिरहेको छ भने त्यसले बल नदिएर यता डोर्गुनामा उता डालोतिर दिन्थ्यो क्या त्यस्तो थियो उनीहरूको गेम नै तर आज चाहिँ मिडलबाटै खोज्यो र उनीहरूले गर्यो पनि र के भन्नु त अब अनि चेल्सीको गेम चेल्सीले हारो यार केटा हो चेल्सीले के देखाउनु केटाहरू तिमीहरूले कुकुरेलाले अगाडि नै उयो खाएछ र केटा यदि तिमीहरू यहाँसम्म हेरिरहेको छौ भने तिमीहरूले आफ्नो 9-10 मिनट वेस्ट गर्यौ र वेस्ट गरिसके पछाडि एउटा क्वेसन म तपाईँलाई सोध्न चाहन्छु कि तपाईँको प्रिडिक्सन के छ भोलि के भन्छ त्यसको एथलेटिको म्याड्रिड भर्सेस रियल म्याड्रिडमा तपाईँको प्रिडिक्सन के छ त ड्रप गर्न नबिर्सिनु होला र यहाँसम्म हेर्नुभएको छ भने हाम्रो च्यानललाई सब्सक्राइब लाइक गर्न नबिर्सिनु होला र जहाँ पनि हुनुहुन्छ तपाईँ के भन्छु आरामले बस्नु होला जाडोमा सिरा कोडेर मुजा लाएर जुत्ता लाएर धन्यवाद